ठुलो पद कुनले पाएछन् त पाएछन् छैन नि जातिवादी त छेत्री बाहुन हो नि त मतवाली त जातिवादी होइन नि त उसलाई त उसका पुर्खाले त यो जमिन फाँडेको छ यो खोरिया फाँडेको हो उसलाई यो धरतीको माया छ यो भूमिको माया छ यो नेपालको माया छ अब यो जुन संज्ञा दिएको छ मूलवासी आदिवासी जनजाति मूलवासी जे भने पनि उनीहरूलाई जति यो भूमिको माया अरूलाई छैन नि त हो र के पो तपाईले त फरक कुरा पो गर्नुभयो त कसरी अलिकति पुष्टि गरिदिनुस् त अलिकति पुष्टि त के त तपाईको चाहिँ पदका लागि लालचा गरेर त अहिलेसम्म चाहिँ छेत्री बाहुनले त आन्दोलन गर्छ बाहुनले खायो भने छेत्री आन्दोलन छेत्रीले खायो भने बाहुन गर्ने बाहुनभित्र पनि बाहुनले गर्ने छेत्रीले गर्ने मारामार काटाकाट गर्ने रात दरबारै सकियो राणाले एकपट्टि जङ्गलले चाहिँ एकचोटि सकिसकेको कहिले थापाले सक्ने कहिले बस्नेतले सक्ने कहिले कार्कीले सक्ने यो प्रक्रिया त छँदै थियो नि त अब यिनीहरू त राष्ट्रवादी भन्न त मिलेन मारेर आफू जानु भनेको त एउटा वंश सखा गरेर मात्रै उनीहरूले कहिले पनि विचार चाहिने सत्ताको शक्तिको लागि कहिले पनि आन्दोलन गरेनन् अहिलेसम्म तपाईँको लिम्बुवान लास्टमा लिएको भनेको लिम्बुवान 1831 मा लिएको त्यहाँदेखि यता राईले लिम्बूले तामाङले गुरुङले मगरले नेवारले सुनारले शेर्पाले कोचे मेचे धिमालले अहिलेसम्म त्यस्तो आन्दोलन गरेर मलाई आन्दोलन गरेको मलाई थाहा छैन थाहा नभएको त गर्नु होइन इतिहासले पनि लेख्थ्यो होला नि त इतिहासले पनि दिन्थ्यो होला नि त त्यो त इतिहासविदहरूले लेख्थे किताबमा लेख्थे हामीले पनि अब पुस्ता हस्तान्तरण आएको कुरा हामी सुन्थ्यौँ होला पृथ्वीनारायण शाहको कुरा सुन्दाखेरि त त्योभन्दा यता यिनीहरूले क्रान्ति गरेको कुरा त सुनिन्थ्यो होला नि त तर सुनिएन नि त नसुनियो होला राष्ट्रवादी हुन् राई लिम्बू तामाङ गुरुङ मगर नेवार सुनार शेर्पा भनेको राष्ट्रवादी मान्छे हुन् कोचे मेचे धिमाले यो भूमिमा जन्मिएका यो भूमिले उत्पत्ति गरेको मान्छे हुन् उनीहरूमा चाहिँ त्यस्तो जातिवादी छैन हामीलाई सहर्ष स्वीकार गरेर अब तपाईँ हामीलाई सहर्ष स्वीकार गरे हामी अब केन्द्रीय सदस्य हुने भयौँ अब तपाईँको चाहिँ तपाईँको चाहिँ अब यदि नत्र जातिवादी थियो भने म जान्ने थिएँ नि त जान्थेँ त मलाई लिन्थेँ त लिँदैन थिएँ नि त तपाईले यो पार्टीलाई समर्थन गर्दै हुनुहुन्छ वा श्रम संस्कृति पार्टीमा तपाईँ प्रवेश गर्दै हुनुहुन्छ होइन यो पार्टीको एउटा गठन हुँदा दर्ता हुँदा वा राजनीतिक फिल्डमा आउँदै गर्दाखेरि तपाईँ खुसी हुनुहुन्छ तपाईँलाई लाग्छ यो पार्टीले चाहिँ देशको यो कायापलट गर्न सक्छ भनेर पहिला त